अन्त साइन्टिफिक सेन्टरको टिकट गरेर हामी चाहिँ अन्डरग्राउन्डतर्फ लाग्यौँ। त्यहाँ चाहिँ यति ठुलो एक्वेरियम देखेर म त दङ्ग परेको क्या। कति रमाइलो लाग्यो, फर्स्ट टाइम देखेको नि त मैले यति ठुलो एक्वेरियम। त्यही भएर त्यहाँ एकदमै रमाइलो लाग्यो मलाई चाहिँ। त्यहाँ चाहिँ ठुलो ठुलो माछाहरू देख्न पाएँ अनि ऊ पनि एकदम दङ्ग परेर हेरिरहेको थियो। एकदमै खुसी लागेछ, उसलाई पनि राम्रो लागेछ। अनि त्यहाँ चाहिँ समुद्रमा पाइने जीवहरू हुन्छ नि, जति पनि जीवहरू सबै त्यहाँनिर चाहिँ राखेको रहेछ नि त। कति राम्रो लाग्यो। जस्तै हामीले चाहिँ त्यहाँनिर चाहिँ एक्वेरियममा जेली फिसहरू पनि कस्तो मजाले त्यहाँनिर राखेको रहेछ। त्यसलाई मैले भिडियोमा मात्रै देख्न पाएको थिएँ नि त। मजाले नजिकबाट निहालेर हेरेँ, एकदमै राम्रो, कति क्युट के। यो पनि समुद्रको नि एक प्रकारको माछा नै हो, तर यसको एक्ज्याक्टली नाम के हो मलाई थाहा भएन। अनि जस्तै सार्कहरू भयो त्यहाँनिर, जस्तै ब्लू एक्वेरियमहरू, कति ठाउँमा ब्लू एक्वेरियमहरू कति ठुलो ठुलो थियो। अनि उसले चाहिँ मलाई जिस्काइरहेको थियो क्या, के हो तिमी त माछाभन्दा नि सानो देखिरहेको त अरे क्या। अनि त्यहाँनिर जस्तै स्टार फिसहरू पनि कलरफुल क्या, रेड कलरको, वाइट कलरको स्टार फिसहरू, अनि माछाहरू पनि सबै कलरफुल देखिने। अनि जस्तै पहिला मैले जस्तै सानोमा हुँदा एउटा मुभी हेरेको थिएँ नि त माछाको, निमु भन्ने माछा हेरेको थिएँ नि त, माछाको मुभी हेरेको थिएँ। त्यहाँनिर चाहिँ त्यस्तै सेम माछा देखेँ क्या मैले, निमु जस्तै देखेँ नि त। अनि त्यो बेलाको याद आयो क्या, त्यो बच्चा बेलामा मैले फिल्म हेरेको याद आयो नि त। सेम त्यस्तै क्या। अनि त्यो डोरा भन्ने नि सेम त्यो ब्लू कलरको माछा जस्तै। अनि हामी त्यस पछाडि त्यहाँ हेर्दै गयौँ। अनि जता गए पनि एक्वेरियम कस्तो मजाले डेकोरेसन गरेको, कति मजाले राखेको। त्यस पछाडि कस्तो एकदम नेचुरल टाइपले राखेको थियो नि त। अनि घरिघरि हाम्रो भिडियोहरू पनि गर्दै अनि दुईजना हाँस्दै थियौँ। अनि त्यस पछाडि हामी चाहिँ त्यही हो एक्वेरियम हेऱ्यो। अनि त्यस पछाडि त्यहाँ चाहिँ एकदमै ठुलो सार्क देख्यौँ। त्यो सार्कको चाहिँ पछाडिको विङ्समा त्यो के हो, त्यो दुईवटा देख्यौँ क्या, त्यो खुट्टा जस्तै। त्यो चाहिँ के हो त्यो थाहा भएन। अर्कोपट्टि साइडमा चाहिँ थिएन कि यस्तो, एक साइडमा मात्रै थियो कि, त्यो ऐजर हो कि त्यो थाहा भएन। यदि कसैलाई थाहा छ भने कमेन्ट बक्समा कमेन्ट गरिदिनुहोस् ल। अनि हामीले हेर्दै गयौँ। अलिक पर गएपछि मलाई त यो त स्ट्याचु होला भनेर हेरेको, मान्छे नै रहेछ क्या, ओरिजिनल मान्छे रहेछ क्या। त्यहाँभित्र चाहिँ क्लिनिङहरू गर्दै हुनुहुँदो रहेछ। अनि छक्क परेँ क्या म चाहिँ, कस्तो मजाले गर्नुभएको क्या। ऊ हेर्नु न पछाडि कसरी हेरेको, अचम्म। सानो कुराहरूलाई एकदम निहालेर हेर्ने, एकदम मजाले हेर्ने क्या उसले चाहिँ। म चाहिँ हतार पतार हेर्दै हिँड्ने, यताउता कुद्ने हो, ऊ चाहिँ एकदमै सानो सानो कुरालाई हेर्ने। त्यो माछाहरूको हुन्छ नि एकदम निहालेर हेर्ने। अनि सार्कले चाहिँ गरेको भन्दा जिस्किँदै थियो क्या घरिघरि। अनि मेरो ब्याग बोकेको छ है एउटा हातमा, उसको ब्याग पछाडि। अनि हेर्दै घरि बसेर हेर्ने, घरि उभिएर मलाई छोडेर घरि कता गइदिने। अनि हेर्नु यहाँनिर चाहिँ कलरफुल माछा कति राम्रो क्या, एकै होलमा हिँडेको है। मलाई चाहिँ यो ब्राउन कलरको माछा देखेर चाहिँ नेपालको याद आयो। अनि माछा खानु मन लाग्यो क्या मलाई चाहिँ। अनि यतिकैमा जनावरहरू पनि राख्नुभएको रहेछ अर्को साइडमा। यो चाहिँ स्याल रहेछ, कोभिड नपाउने। अनि कति राम्रो क्या, यसमा सानो फोटोको क्लिपहरू पनि कलेक्ट गरेँ। त्यस पछाडि चाहिँ ऊ लालची लागेर चाहिँ नि थकाइ लागेर चाहिँ एकछिन बसेको अरे। त्यस पछाडि हामी अर्कोतर्फ लाग्यौँ। त्यता चाहिँ जस्तै त्यो कछुवाहरू, जस्तै यो पेन्गुइनहरू देख्यौँ। नजिकबाट पेन्गुइन देख्दा त मलाई त कस्तो क्या, बिचरा हिँड्नु पनि अप्ठ्यारो लाग्यो जस्तै मलाई पो हस्पट लागेको। अनि त्यहाँ चाहिँ म्युजियममा चाहिँ सानो अन्डाहरू जस्तै कलेक्ट गरेको रहेछ। जस्तै पेन्गुइन एगहरू भयो, त्यस पछाडि जस्तै टर्की एगहरू, अनि त्यस पछाडि अफ्रिकन पेन्गुइन एगहरू जस्तै सानोदेखिको ठुलोसम्म सबै अन्डाहरूलाई नि कलेक्सन गरेर राख्नु भएको, एकदमै राम्रो लाग्यो। अनि त्यहाँनिर भएको स्केटलहरू जस्तै त्यो जस्तै स्यालको, जस्तै हरिणको सिङहरू, जस्तै जिराफको छालाहरू कस्तो मजाले कलेक्सन गरेर सबै थोक राखेको कि। जस्तै प्वाकहरू पनि त्यो नि सबै चराचुरुङ्गीहरूको प्वाकहरू, सबै चिजहरू कलेक्सन गरेर राख्नुभएको, यति राम्रो लाग्यो। हामीले सबै भिडियोमा देखाउन सकेनौँ तपाईँहरूलाई, त्यसमा माफी चाहन्छु। यदि तपाईँहरूलाई पनि यहाँ आउनु मन छ नि सालनीमा आउनुलाई, एकदमै राम्रो छ यहाँ चाहिँ। ल म चाहिँ यति भन्दै तपाईँहरूसँग बिदा माग्न चाहन्छु। सबैजनालाई किप लभिङ, बाई बाई।